सम्पूर्णमा नमस्ते। नेप्से नाउमा आज पनि यहाँहरूलाई स्वागत छ। सर्वप्रथम सिडिआइसी करेन्ट इस्यु अपडेटको बारेमा जानकारी दिन चाहन्छु। आज चाहिँ दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको रिजर्भ राइट सेयरमा चाहिँ 10,971 जनाले अप्लाई गरिसक्नु भएको छ। अब हामी नेप्सेमा जाँदैछौँ। नेप्से आज 23.86 अङ्कले बढेर 0.89% ले बढेर 27.04 अङ्कमा आइपुगेको छ। आज 166 वटा कम्पनी बढेको छ भने 78 वटा कम्पनी घटेको छ। त्यस्तै गरी टप 5 टप गेनर कम्पनीमा सिएफसिएल 10% ले बढेको छ, बीबीसी 9.96% ले बढेको छ, यूएलबीएसएल 9.29% ले बढेको छ, हाथवे 6.79% ले बढेको छ भने न्यादी 6.42% ले बढेको छ। त्यस्तै गरी टप 5 टप लुजर कम्पनीमा बीएनएल 10% ले घटेको छ, बीएचएल 4.85% ले घटेको छ, एनआइसीबीएफ 2.91% ले घटेको छ, एसबीआईडी 83 2% ले घटेको छ, अपरेवा 1.97% ले घटेको छ। त्यस्तै गरी टप 5 टप टर्नओभरमा सीएसडीसी, एचआरएल, एनजीपीएल, एनआरएन, एसपीपीएल रहेको छ भने टप 5 टप भोल्युममा एनजीपीएल, केबीएल, रादी, एचबीपीएल र एचआरएल रहेको छ भने टप 5 टप ट्रान्जेक्सनमा एचआरएल, एनजीपीएल, जीएमएलआई, एनआरएन र रादी रहेको छ। त्यस्तै गरी आजको मार्केट समरीमा 5,44,35,901.36 रुपियाँको चाहिँ टोटल टर्नओभर भएको छ भने टोटल ट्रेडेड सेयरमा 1,42,42,683 को चाहिँ टोटल ट्रेडेड सेयर भएको छ। त्यस्तै गरी टोटल ट्रान्जेक्सनमा 53,884 भएको छ भने टोटल स्क्रिप्ट ट्रेडेडमा 318 वटाको भएको छ। त्यस्तै गरी आज टोटल मार्केट क्यापिटलाइजेसन चाहिँ 44 खर्ब 83 अर्ब 46 करोड 33,93,212.84 पुगेको छ भने टोटल फ्लोट मार्केट क्यापिटलाइजेसन रुपिज 14 खर्ब 83 अर्ब 52 करोड 19,81,796.03 रहेको छ। त्यस्तै गरी आज नेप्सेलाई चार्ट मार्फत एनालाइसिस गर्दाखेरि नेप्से आज बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डलाई टच गरेर अलिकति फर्केको देख्न सकिन्छ। त्यस्तै गरी पिभोट टेबलबाट हेर्दाखेरि पीतिर चाहिँ मार्केट अगाडि बढिरहेको हो कि भनेर देख्न सकिन्छ। त्यस्तै गरी मल्टिपल मुभिङ एभरेजबाट हेर्दाखेरि अब चाहिँ बिस्तारै सबै इन्डिकेटरहरूले बुलीलाई चाहिँ क्रस गरेर बजार अगाडि बढ्न खोजेको हो कि भनेर देख्न सकिन्छ, माथि जान खोजेको हो कि भनेर देख्न सकिन्छ। तर 50 को यामेलाई चाहिँ बजारले पटक पटक टेस्ट गरिरहेको देख्न सकिन्छ। त्यस्तै गरी इचिमोकाउ क्लाउडबाट हेर्दाखेरि बेरिस लाइन कन्टिन्युटी दिइरहेको छ, तर यो क्लाउड भन्दा बजार चाहिँ माथि जान खोजेको हो कि भनेर देख्न सकिन्छ। त्यस्तै गरी सारबाट हेर्दाखेरि बजारले बुलिसलाई चाहिँ कन्टिन्युटी दिन खोजेको भनेर देख्न सकिन्छ। त्यस्तै गरी ट्रेन्डबाट हेर्दाखेरि बजार चाहिँ आज सुपर ट्रेन्ड फ्ल्याट हुँदै गइरहेको देख्न सकिन्छ भने एमए क्रसबाट 926 एमए क्रसबाट हेर्दाखेरि बजार बेरिस लाइन कन्टिन्युटी दिइरहेको छ, तर ग्रिन लाइन भन्दा माथि बजार चाहिँ क्रस गरेर गइसकेको देख्न सकिन्छ। त्यस्तै गरी इएमए क्रस 926 को इएमए क्रसबाट हेर्दाखेरि दुईटैलाई चाहिँ रेड लाइन र ग्रिन लाइनलाई नै क्रस गरेर बजार माथि जान खोजेको देख्न सकिन्छ। त्यस्तै गरी म्याकडीबाट हेर्दाखेरि आज बजारले बुलिस क्रसओभर नजिक चाहिँ क्रस गर्न खोजेको भनेर देख्न सकिन्छ, तर हिस्टोग्रामहरू पनि धेरै सानो सानो र ब्लर बन्दै गइरहेको देख्न सकिन्छ। त्यस्तै गरी आरएसआई आज 50.49 मा छ भने स्टोक 39.07 मा रहेको छ। यति जानकारी गराउँदै आजको नेप्से नाउबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।